सो गाइज यो ज्याकेट बनाउनुको मेन स्टोरी के हो त? राम्रो देखिनलाई होइन, बवाल देखिनलाई होइन, स्किल सो गर्नलाई भन्दिनँ म। तर मेन कारण चाहिँ के हो भन्दाखेरि यो ज्याकेट मलाई मन पर्थ्यो। यो ज्याकेट लिएको पनि अलि टाइम भइसकेको थियो, 1-2 वर्ष जति। अनि अरूभन्दा नि मेन कुरा 600मा लिएको थियो, अनि मेमोरिज पनि थियो क्या यो ज्याकेटसँग। त्यही भएर नयाँ नयाँ टेक्निकले पहिले कन्सेप्ट नलिकन गर्दै, एड अन गर्दै, डिक्रिज गर्दै, के नयाँ कुरा ट्राई गर्दै बनाइरहेको थिएँ मैले यो ज्याकेट। अनि यो ज्याकेटको प्रोसेस हुँदै गर्दाखेरि मलाई ठ्याक्क दिमागमा आयो कि यसको पकेटहरू नयाँ तरिकाले हाल्नुपर्छ। त्यही हिसाबले मैले पकेट सकेट पनि हालेको छु। यसको रिजल्ट म आफैलाई थाहा छैन क्या कस्तो हुन्छ भनेर। तपाईँहरू पनि हेरिदिनु होला है त अन्तिमसम्म। ल हाम्रो ज्याकेटको फाइनल लुक्स झन्डै झन्डै अब कफ र यसमा चेन हाल्न बाँकी छ होइन है। पछाडि ब्याक साइडहरू यो चाहिँ सकिन लागेको अवस्थामा छ। अनि यहाँ एउटा कुरा चाहिँ के भएछ भन्दाखेरि पकेट चाहिँ हुन्छ नि काखीमा गएर परेछ। अब चोरगोजी भयो होइन, स्पेसल भएछ। ल बाई बाई। अब यो ज्याकेटको कलर र कफ मात्र हाल्नु बाँकी छ, त्यसपछि फेरि म लगाएर ट्राई गर्छु कस्तो हुन्छ है त। हाम्रो ज्याकेटको फाइनल भर्जन इज दिस होइन। यहाँ हल्का सानो डिटेलिङ पनि गर्दैछु, डट टाइपको होइन यस्तो। यहाँ पनि छ यहाँसम्म। दिस इज द फ्रन्ट है, दिस इज द ब्याक। यो स्टिकर चाहिँ म आफैले बनायो होइन, डोन्ट माइन्ड इट। अनि यसको अब लगाएर त देखाउनु पऱ्यो, यो त फाइनल लुक यो ज्याकेट कस्तो भयो भनेर मात्र हो होइन। त्यही भएर लगाएर देखाउनलाई चाहिँ हामी अलिक पछि ट्राई गर्छौँ, किनकि मेरो अहिले अलिकति काम छ। अहिलेलाई चाहिँ यति नै ल। वाच दिस, हाउ इज दिस? इज दिस गुड or awesome? Comment down below guys है। यो चाहिँ ब्याक लुक है त हाम्रो। अब चाहिँ हामी लाग्दैछौँ आजलाई यति नै बाई। अब हाम्रो फुल लुगा लाएर यसको सेटै लाएर, मतलब यस्तै सुरुवाल पनि सिलाएको छु नि त मैले त्यो होइन। अनि त्यो सिलाइसक्यो, लगाएर भिडियो बनाएर अनि आउँछ है त। म चाहिँ अहिलेलाई चाहिँ बाई।